गृहमन्त्री सुधन गुरुङको चौतर्फी आलोचना, राजीनामा दिन रासोपा भित्रैबाट दबाब, रविले गृहमन्त्रीमा दीपक बोहरालाई अगाडि सार्ने। सम्पत्ति शुद्धिकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका व्यापारी दीपक भट्टसँग कनेक्सन देखिएपछि गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएका छन्। भट्टसँग साझेदारी रहेको विषय बाहिरिएपछि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भित्रै हलचल नै मचिएको छ। विवादास्पद भट्टसँग स्टार माइक्रो इन्सुरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा सेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियो। समाचार बाहिरिएसँगै रासोपाका सांसदहरूले गृहमन्त्री गुरुङलाई तत्काल पदबाट राजीनामा गराउन पार्टीका सभापति रवि लामिछानेलाई दबाब दिइरहेको पार्टी निकट स्रोतले बतायो। सरकार गठन भएको 1 महिना नपुग्दै गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरू आउन थालेपछि सभापति लामिछाने चिन्तित भएका छन्। लामिछानेले गृहमन्त्री गुरुङका बारेमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आजै भेटेर बर्खास्त गर्ने कि पार्टीले फिर्ता बोलाउने भन्ने बारेमा छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ। सरकार गठन हुने क्रममा नै प्रधानमन्त्री बालेन र रवि बीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा ठूलो मतभेद भएको थियो। रविले पार्टीको उपसभापति डोल प्रसाद अर्याल डीपीलाई गृहमन्त्री बनाउन अन्तिमसम्म लागि परे पनि बालेनले सुधनको नामबाट पछि नहटेपछि रविले सहमति जनाएका थिए। अहिले उपसभापति अर्याल प्रतिनिधि सभाको सभामुखमा चैत 22 गतेमै निर्वाचित भइसकेका छन्। गृहमन्त्री गुरुङलाई राजीनामा गराएर सभापति लामिछानेले आफ्नो विश्वासपात्र दीपक बोहरालाई गृहमन्त्रीमा अगाडि सार्न लागेको स्रोतको दाबी छ। बोहरा र लामिछाने न्यूज 24 टेलिभिजनमा सञ्चालित सिधा कुरादेखि सँगै छन्। लामिछाने गृहमन्त्री हुँदा सचिवालयमा बसेर बोहराले काम समेत गरेका थिए। यता जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यो स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने उल्लेख गरिएको छ। वक्तव्यमा मन्त्रीको ओहदामा रहेर आफ्नै विरुद्ध छानबिन हुनु आधारभूत नैतिकता र कानूनी सिद्धान्त विपरीत रहेको भन्दै निष्पक्ष न्यायका लागि गुरुङको पद त्याग अनिवार्य रहेको जिकिर गरिएको छ। जेनजी मुभमेन्टले मन्त्री नियुक्त गर्ने र फेरि हटाउने विषयलाई कच्चा र अमर्यादित खेल नबनाउन समेत बालेन शाह नेतृत्वको सरकारसँग आग्रह गरेको छ। क्याबिनेटमा कसलाई लैजाने भन्ने निर्णय गम्भीर राजनीतिक र नैतिक विषय भएको भन्दै जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाबदेहिता प्रदर्शन गर्नुपर्ने वक्तव्यमा उल्लेख छ। यो कुनै साधारण सरकार होइन, यो 76 जना शहीदहरूको रक्त बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो, वक्तव्यमा भनिएको छ। जनताको त्याग